हेलो सबैलाई गुड मर्निङ नमस्ते। आज फेरि तपाईहरुको समक्ष चिया कमान विषयमा मैले लेखेको लेख सुनाउन गइरहेछु। मन परे कमेन्ट गर्नुहोला। कहिले खोल्ने चिया कमान? सपना थियो यस कमानमा दुःख गरी कमाएको धन मैले साँचेर कहाँ राखुला भने। सपना थियो यस कमानमा दुःख गरी कमाएको धन मैले साँचेर कहाँ राखुला भने। खुन पसिना एक गरी टिपे थिए चियापत्ती झोली भरी। खुन पसिना एक गरी टिपे थिए चियापत्ती झोली भरी। पुग्दैन थियो त्यही पनि भन्छन् ठुला घर जा भनी। आँखाबाट आँसु झर्छ के गरू अब, थिएन चामल खानलाई पनि। घरमा हेर्दछन् छोरा छोरी आमाले कमाएर ल्याइन् भनी। घरमा हेर्दछन् छोरा छोरी आमाले कमाएर ल्याइन् भनी। दिनदिनै कमान बन्द हुँदै गयो भ्रष्टाचारीले धन कमाउँदै भाग्यो। दिनदिनै कमान बन्द हुँदै गयो भ्रष्टाचारीले धन कमाउँदै भाग्यो। पर्यौं अब दुःखमा कमाने हामी। भन्छन् नानीहरू आमा रोटी देऊ भनी। भन्छन् नानीहरू आमा रोटी देऊ भनी। रितिएका थिए भाँडाहरू पनि। यस्तो अवस्था हुन्थ्यो भनेर जानेको थिएनौं कहिले कमाने हामी। हाँस्दछन् नेताहरू चुरोट तानी भन्दै कमान खोल्छ भनी। हाँस्दछन् नेताहरू चुरोट तानी कहिले कमान खोल्छ भनी। पिएर जहर कतिले आज घर नै आगो लगाई जाने। पिएर जहर कतिले आज घर नै आगो लगाई जाने। ती दुखी आमाले आफूलाई समेत नानीहरूलाई पनि भोक प्यासदेखि बाँच्नलाई बलि चढाइन्। ती दुखी आमाले आफूलाई समेत नानीहरूलाई पनि भोक प्यासदेखि बाँच्नलाई बलि चढाइन्। आज बिदा लिएर आफ्नो आत्मालाई चिया कमानमा छोडेर। आज बिदा लिएर आफ्नो आत्मालाई चिया कमानमा छोडेर। हावाको धुलो भई गइन् उडेर। हजुरहरूलाई मन परे कमेन्ट गर्नुहोला। मैले यो कविता हाम्रो पहिलोचोटि कमानहरू बन्द भएको बेला लेखेको कविता हो। अहिले सुनाउन गइरहेछु। अझ पनि कतिवटा कमानहरू खुलेको छैन। त्यहाँको अवस्था कतिको दुःख पीडा सहेर बसेका ती मानिसहरू छन्। हामी पनि चिया कमानकै हौं, हामीलाई थाहा छ र सकेसक्दो भएदेखि सबैको सहयोग गरौँ। थ्याङ्क यू।